सबैलाई नमस्कार। कसरी इमेजलाई कम्प्रेस गर्ने त भन्ने कुराहरूमा हामी आज छलफल गर्छौँ। कसरी इमेजलाई सानो भने साइज सानो गर्ने, जसको कारणले हामीले एलएमएसमा त्यसलाई अपलोड गर्दाखेरि हाम्रो फाइल चाहिँ धेरै ठुलो नहोस्। यसको लागि चाहिँ हामी के गर्न सक्छौँ भन्दाखेरि गुगल क्रोममा तपाईँ जान सक्नुहुन्छ। त्यहाँ युआरएलमा माथि तपाईँले कम्प्रेस इमेज टु 500 KB गरे पनि भयो, त्योभन्दा कम गरे पनि भयो। अहिले चाहिँ मैले कम्प्रेस इमेज टु 500 KB गरेको छु, त्यसलाई एन्टर गर्नुहोस्। यो फर्स्ट लिङ्कमा तपाईँले क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि त्यहाँ गएर तपाईँको एउटा वेबसाइट खुल्छ जहाँ चाहिँ तपाईँले कम्प्रेस गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले सेलेक्ट इमेजमा गएर क्लिक गर्नुहोस् र यु क्यान चुज एनी पिक्चर द्याट यु वान्ट टु कम्प्रेस। अहिले मेरो लागि मैले पिक्चर्समा भएको यो पिक्चरलाई मैले कम्प्रेस गर्छु। ओपन गरेँ भने इट स्टार्टेड कम्प्रेसिङ। सो तपाईँको हेर्न सक्नुहुन्छ न्यू साइज इज 22.58 KB। सो धेरै सानो भएको छ यो। ओरिजिनल चाहिँ तपाईँको 56 थियो, अब चाहिँ 22मा भयो, हाफमा घटेको छ। यसलाई तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। तपाईँ यहाँ डाउनलोड देख्न सक्नुहुन्छ। यसलाई ओपन गर्नुहोस्। सो दिस इज द न्यू कम्प्रेस्ड फाइल। अब यसलाई तपाईँले जहाँ लगे पनि हुन्छ। अब तपाईँ मानिलिउँ मैले यसलाई कपी गरेर मैले एउटा पावर पोइन्टमा हाल्न चाहन्छु भने मैले पावर पोइन्ट खोलेर राइट क्लिक गरेर मैले पेस्ट गरिदिएँ। सो यसरी तपाईँले इमेजलाई कम्प्रेस गरेर wherever you want to place it, है। So if any confusion, please let me know. Thank you so much.